सो 15-20 रन चाहिँ अलिक धेरै भयो जस्तो लाग्छ। एनपिआरको अब यो खेलमा सबैभन्दा बढी रन चाहिँ तपाईँहरू चेस गर्न आएको छ त्यतिखेर तपाईँहरूको प्लान के थियो? स्टार्ट राम्रै गरिरहेको थियौँ हामीले होइन, जसरी पावर प्लेमा एडम लिएर मैले जुन स्टार्ट गरेको थिएँ, सो चेजेबलै थियो। हामीलाई थाहा छ कि अब यो ग्राउन्ड यत्रो दिनदेखि यत्रो सालदेखि खेलिरहेको होइन, जतिखेर पनि अब रनहरू आउन सक्थ्यो। सो चेजेबलै थियो, त्यो कुरा नै त्यही भइरहेको थियो। त्यो एडम पछिको अझै एउटा पार्टनरसिप भएको भए चाहिँ गेम अझै क्लोज जान्थ्यो जस्तो लाग्थ्यो। हजुर, अब सेन्डी अब वान अफ द बेस्ट स्पिनर होइन नेपालमै होइन। अब जसरी उसले बलिङ गर्यो आज होइन, राम्रो गर्यो। जस्तै अब त्रित र निशमको एउटै ओभरमा 2टा विकेट जाँदाखेरि हामी अलिकति ब्याकफुटमा चाहिँ हामी नै 9 ओभर मात्र होइन, म ब्याटिङ गरेपछि म जिताउँछु भन्ने चाहिँ मलाई थियो। म 19-20 ओभरसम्म म त्यहाँ भयो म जिताउँछु भन्ने चाहिँ मलाई थियो होइन। 9 ओभर मात्र होइन, गेम त 20 ओभरको जस्तो लाग्छ। अगाडिको यो आज र अब नेक्स्ट म्याच चाहिँ अलिकति मिस हुन्छ, त्यसपछि हाम्रो 6-7 डेजको ग्याप छ होइन, त्यो बिचमा चाहिँ आउनुहुन्छ जस्तो लाग्छ। बाउन्स ब्याक त गर्नै पर्छ। त्यो फर्स्ट म्याच हो, अब टुर्नामेन्ट लामो छ होइन। अब केटाहरूसँग अब गएर एउटा मिटिङ हुन्छ होइन, अब हामी कहाँ कमजोरी गऱ्यौँ, के गर्न सकिन्छ नेक्स्ट म्याचमा भनेर अब सुदूरपश्चिमसँग छ नेक्स्ट म्याच चाहिँ। सो या बाउन्स ब्याक चाहिँ गर्छौँ। खुसी लाग्छ कोही नेप्लिज प्लेयर कोही स्टेप अप गर्छ होइन आफ्नो टिमको लागि भनेर खुसी लाग्छ होइन। लोकेश एउटा विराटनगर टिमको एउटा राम्रो ब्याटर एज अ नेप्लिज ब्याट्सम्यानमा एउटा मात्रै छ त्यो लोकेश होइन, जो खेल्न सक्छ होइन। सो ह्याप्पी फर हिम। यो टिममा धेरै म्याचहरू खेल्नु भएको छ होइन, यो भाइब्समा यो म्याच खेल्दाखेरि एक्टिभ फिलिङ्स चाहिँ कस्तो भयो? फ्लड राइट होइन, तारा फिटहरू अलिकति चेन्ज त पक्कै पनि फिल भयो। एक्ज्याक्ट कस्तो फिल गर्नुभयो आजको म्याचमा? खुसी लाग्छ। जहिले पनि अब ट्यु आइराख्ने, म्याच मात्रै खेल्न नभए पनि ट्रेनिङ गर्न पनि ट्यु नै आउने होइन। अब फर्स्ट टाइम हामी फ्लड लाइटमा खेलिरहेको छौँ ट्युमा होइन। सो त्यही पनि रातिमा खेलिरहेको छौँ। सो एक्साइटेड छौँ सबैजना, नट ओन्ली मी होइन, सबै नेप्लिज प्लेयरहरू सबै फ्यानहरू एक्साइटेड हुनुहुन्छ होइन। सो अब टुर्नामेन्ट अझै लामो छ, लेट्स सी के हुन्छ। तपाईँहरू विरुद्ध चाहिँ टुर्नामेन्टकै सबैभन्दा ठुलो स्कोर बन्यो है। अब तपाईँहरूले आफ्नो बलिङ युनिटको पर्फर्मेन्स कसरी हेर्नु भएको छ अनि कसरी कहाँनिर छुट्यो गेम कसरी होइन? अब यो दोस्रो एनपिएल हो होइन, कसै न कसै रन त खाइहाल्छ, कुनै न कुनै बेला रेकर्डहरू आइहाल्छ होइन। सो त्यस्तो डिसपोइन्ट छैन आज बलिङ होइन। सो अलिकति 10-20 रन मात्रै यताउता धेरै भएको उनीहरूको होइन, त्यस्तो डिसपोइन्ट छैन। स्पिन होइन, विकेटमा त्यस्तो स्पिनरलाई त्यस्तो हेल्प पनि छैन। एउटा सेन्डीले मात्रै अलिकति राम्रो गरे होइन, सागै पनि छ हामीसँग, अर्को अप्सनमा दिनेशले पनि फाजा लेफ्ट आर्म स्पिनर होइन। सो अलिक त्यस्तो मिस चाहिँ गरेको होइन। अब हामी एज अ ब्याट्सम्यानलाई धेरै लिएर खेलेको हामी चाहिँ। नेपाली यङ प्लेयरहरू पनि छ तपाईँको टिममा, त्यसले गर्दाखेरि चाहिँ अलिकति यो यस्तो एड्रेस गर्न अलिकति गाह्रो पनि हुन्छ तपाईँलाई? होइन, ठिक छ। जति पनि नेप्लिज प्लेयर हुनुहुन्छ, तिरितलाई लिएर किरण दिनेश जति पनि राम्रो, उहाँहरूको लास्ट डोमेस्टिक सिजनमा धेरै नै राम्रो गएको थियो होइन। अब नेपालीबाट नै खेलिसक्नुभएको छ, किरण त अब नेसनल टिमबाट नै खेलिरहेको छ। सो म कन्फिडेन्स छु नेप्लिज प्लेयरलाई लिएर। अब आज त्यस्तो भएन, नेक्स्ट गेम चाहिँ स्योरली हुन्छ। निशमले आज राम्रो खेल्न सक्छ, उहाँको बारेमा चाहिँ अलिकति कति खेल्नुहुन्छ उहाँले भन्ने जिज्ञासा छ, कति बस्नुहुन्छ उहाँ खेल्नु? आई थिङ्क उहाँ आइएल T20को लागि जानुहुन्छ होला होइन, अझै 4-5 म्याच चाहिँ खेल्नुहुन्छ होला। तपाईँले आज हाफ सेन्चुरी पनि हाल्नुभयो, पिचले चाहिँ कस्तो ट्रिट गरिरहेको छ? लामो समय पिचले रेस्ट पनि पायो, पिचले कस्तो ट्रिट गरिरहेको छ? पिच राम्रो नै गरिरहेको छ होइन। अब जसरी बिहानको म्याचमा पनि रन बनेकै थियो होइन, अहिले पनि रन बनेकै छैन, त्यस्तो नराम्रो छैन। अब झन् रातिमा ब्याटिङ गर्न ड्यु भएर अलिकति सजिलो पनि हुन्छ होइन, ग्राउन्ड पनि त्यसैमा सानो छ। सो नो कमेन्ट्स। एउटा लास्ट टस दिएपछि चाहिँ बलिङ खोज्ने कति इजी थियो? जसले पनि टस जित्छ बलिङ लिन्छ रातिको कन्डिसन भएर। अलिकति त्यही अघि मेन्सन गरेको छ, अलिकति रन धेरै मात्र भएको होइन। सो टस जित्ने बित्तिकै सबले बलिङै लिने जस्तो लाग्छ। जस्तो नि म्याचमा तपाईँले भन्नुभयो 221 रन टार्गेट चाहिँ गर्थ्यो, म कहाँनिर चाहिँ कुन पोइन्टमा गएको? त्यही अघि भने जस्तो एउटा जुन पार्टनरसिप भइसक्यो थियो पावर प्लेमा एडम